हेलो साथीहरु नमस्कार। बेसिक कम्प्युटर च्यानलमा हजुरलाई स्वागत छ। आज म हजुरलाई एमएस अफिसमा म एउटा चिया खाने कफी र टेबल बनाउन गइरहेको छु। हजुरहरु यस्तै टेबल र कफी चिया खाने कपहरु बनाउन सक्नुहुन्छ। सबभन्दा पहिला मैले चाहिँ एमएस अफिस ओपन गरे। हजुरहरु पनि आफ्नो कम्प्युटर अथवा ल्यापटपमा एमएस अफिस ओपन गर्नु होला। मैले नि एमएस अफिस ओपन गरिसकेको छु। हजुरहरुले विन्डोसँग आर हानेर इन्टर गरेर हजुरहरु एमएस अफिस ओपन गर्न सक्नुहुनेछ। मैले चाहिँ एमएस अफिस ओपन गरिसकेको छु। इन्टु गरे पनि हुन्छ, हजुरहरुले क्लोज गरे पनि हुन्छ। सबैभन्दा पहिला चाहिँ एमएस अफिस ओपन गरिसकेपछि माथि इन्सर्टमा जाने। इन्सर्टमा जाने, त्यसपछि सिपमा गएर अनि हामीले खोज्नु पर्ने हुन्छ कुन हो। हामीले त्यो गोलवाला कप जस्तो एउटा एंगल हुन्छ, त्यसलाई ल्याउनु पर्छ। यो एंगल ल्याएर राइट क्लिकले सर्लक्कै तान्दिनु होला। जुनसुकै ठाउँमा बिस्नेर राइट क्लिक गरेर तान्नु होला। अब यो भइसकेपछि माथि सी फिल्डमा गएर पिक्चरमा जाने। पिक्चरमा गइसकेपछि के गर्छु मैले चाहिँ यो पिक्चर हाले। हजुरहरु आफ्नो फोटो पनि हाल्न सक्नुहुनेछ। मैले यो हालिदिए। यो चाहिँ भित्त भइसकेपछि अब हामीले एउटा अर्को माथि ल्याएर यता माथिपट्टि राख्नुपर्ने हुन्छ। सिममा गरेर यो गोलवाला ल्याएर फेरि राइट क्लिक गरेर तान्दिनु होला। ल मैले तानिसकेँ। यसरी यता तान्दिएँ अलि। यसलाई मैले अर्को कलर लगाइदिएँ। यहाँभन्दा अरू कलर लगाउनु सक्नुहुन्छ। यता गएर यो कलर लगाइदिएँ। अब यसको अलिक गोल गरिदिएँ। यसको वरिपरि रेखाहरू पनि हालिदिएँ। अनि यहाँ ब्ल्याक चुज गरिदिएँ। अनि तल गएर यति साइजको राख्थेँ। हजुरहरु जति साइजको राख्न सक्नुहुनेछ। यहाँ गएर ब्ल्याक कलर राख्नु। ल मैले यो कलर राख्थेँ। हजुरहरु जुनसुकै कलर त्यहाँ गएर चुज गरेर राख्न सक्नुहुन्छ। त्यसपछि फेरि इन्सर्टमा जाने र फेरि सीमा गएर अब जस्तो मैले यो वाला ल्याउनु पर्ने हुन्छ। त्यसलाई पनि राइट क्लिक गरेर तान्दिने है। राइट क्लिक गरेर यहाँनिर रोटेट गरिदिने। ल अलि रोटेट गरिदिने। अब यसलाई चाहिँ अलि यता ल्याइदिएँ, अलि माथि तान्दिएँ। अलि यो कप अनुसारको चाहिँ हामीले तान्नुपर्ने हुन्छ। ल अलि भित्र ल्याइदिएँ। अनि अब मैले सेन्टर बराबर गरेपछि अब हाम्रो कप चाहिँ बनिसक्यो है। अब यसलाई पनि मैले यसलाई कलर हालेँ। हजुरहरुलाई जस्तो कलर मनपर्छ त्यस्तै कलर हाल्न सक्नुहुनेछ। हजुरहरुले जस्तो हाल्न सक्नुहुनेछ। त्यो जस्तै हाम्रो कप चाहिँ बन्यो है। हाम्रो चाहिँ फोटो हालेको कप चाहिँ बनिसक्यो। अब यो भइसकेपछि मैले चाहिँ अब अलि यसलाई सानो बनाइदिएँ। यता माइनसमा तल गएर अनि फेरि सिममा गएर यो ल्याएर मैले चाहिँ यसलाई सर्लक्क तान्दिएँ। अब मैले चाहिँ एउटा टेबल बनाउन लगाएको छु। टेबलमाथि कप राखेको है। ल यसलाई मैले चाहिँ टुक्रा फुटको भित्र राख्थेँ। अब जस्तै मलाई चाहियो जस्तै टेबलमा नि मलाई पिक्चरहरू हाल्नु पर्यो। माथि सी फिल्डमा जाने पिक्चरमा
हजुरहरू पनि हाल्न सक्नुहुनेछ। अरू कस्तो छ धेरै होला यो पनि हालेको हुन्छ, तर मैले चाहिँ त्यसलाई त्यसैले हालिदिएँ। हजुरहरूले चाहिँ त्यसरी गर्न सक्नुहुन्छ। ल यो भइसकेपछि तपाईँले अलि माथि सारिदिए हामीले एरो बटनको साथै जस्तै यसलाई हामीले ग्रुप गर्न पनि मिल्छ है। मैले यसलाई चाहिँ पहिला चाहिँ ग्रुप गरिदिएँ अनि यससँगै सार्न मिल्छ है। हामीले चाहिँ अडलाई चाहिँ राख्ने अनि यसरी सबलाई सिलेक्ट गर्ने, राइट क्लिक गर्ने अनि तल ग्रुपमा क्लिक गर्ने, कपी गर्ने। अब हाम्रो चाहिँ सबैसँगै सिलेक्ट हुन्छ। सबैसँगै सिलेक्ट भएपछि हामीलाई सराउन नि सजिलो हुन्छ। अब मैले चाहिँ टेबलका खुट्टाहरू बनाउन गइरहेको छु। राइट क्लिक गरेर तान्दिए हजुरहरू पनि यसरी राइट क्लिक गरेर सर्टकट तान्नु होला। जस्तै यसलाई अब कलर राख्ने, अब यसलाई अब हामीले 4वटा ल्याउनु पर्ने हुन्छ है। यसलाई चाहिँ पहिला मैले विड्थ हालिदिएँ। अब चाहिँ कन्ट्रोलसँग डी गरिदिएँ है। कन्ट्रोल डी भनेको डुप्लिकेट। हामीले जस्तै कन्ट्रोल सिबी कपी पेस्ट पनि गर्न सक्छौँ। हामीले सबैलाई अब हामीले फेरि ल्याउनु भन्दा हामीले त्यहीबाटि कपी पेस्ट अथवा डुप्लिकेट गर्दा हामीलाई एकदमै सजिलो हुन्छ। यसलाई मैले माथि तान्दिएँ है। हाम्रो टेबलले भइसक्यो। अब मैले अलि माथि तान्दिएँ। यो पनि भइसकेपछि अब मैले अलि तल नि केही खुट्टाहरू हालिदिएँ है। यस्तो मैले अलि यसले चाहिँ रोटेट गर्ने। ल मैले यसलाई चाहिँ फेरि ल्याएँ। माथि इन्सर्टमा जाने अब यसलाई चाहिँ रोटेट गरिदिने। अब हामीले चाहिँ माथि यसको फेरि बिचमा हामीले हाल्ने बिचमा चाहिँ यसरी अलिक रोटेट गरिदिएँ माउसले। हजुरहरू माउसको साइड हाले यसलाई अलिक रोटेट गरेर बनाउन सक्नुहुन्छ। अब यसलाई भित्र हालिदिएँ सेन्टर बराबर गरेर। यसलाई चाहिँ मैले कलर नि हालिदिएँ। यसको कलर हालिदिएँ। हजुरहरू जस्तो पनि कलर हाल्न सक्नुहुन्छ। यसलाई अलिक भित्र हालिदिएँ। यसलाई कन्ट्रोल डी गरेर है डुप्लिकेट गरेर मैले यता ल्याइदिएँ। यसलाई फेरि यसरी मिलाइदिएँ है बाहिरी नदेखिनको लागि। यसलाई अलि माथि देखिरहेको छ। यसलाई अलि भित्र हालिदिएँ। यसलाई माथि अलि देखिरहेपछि अलि तल तान्दिएँ है। अलि तानिसकेपछि यसले माथि गएर सिममा गएर फेरि अब यसमा फेरि एउटा सिधा लाइन ताने। राइट क्लिक गरेर हजुरहरू पनि त्यसरी तानेर हाल्नु होला। अब यसलाई हाम्रो भित्रबाट चाहिँ अब डिसेन्ट कुराको भित्र हालिदिएँ है। यसलाई कलर हाल्ने यस्तो कलर राखिदिएँ। हजुरहरू पनि यस्तै कलर हालेर यस्तै भिडियोहरू बनाउन सक्नुहुन्छ। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? भिडियो मन परेमा बेसिक कम्प्युटर च्यानललाई सब्सक्राइब गरिदिनु होला। र हजुरहरू पनि आफ्नो कम्प्युटर अथवा ल्यापटपमा यस्तै भिडियोहरू एमएस अफिसमा बनाउन सक्नुहुनेछ। र यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद।